एन्ड वेलकम टु माई युट्युब च्यानल अनन्त एन्ड अविरल। आज हामीले के बनाउनु लागिरा? चटपटे के को चाउचाउ भुजिया प्याज मुला गाजर है लेमन रोनिसो काट्ने आलु उसिन्ने होइन, आलु पनि होला नि त। चाउचाउ यो कुरकुरे बाबा। अनि कोन ल्या हो ल्याएको हो र? एहे यिनीहरूलाई आज स्कुल बिदा भएको खुब रमाइलो ए बा। ओके भाइ हाम्रो चटपटी रेडी भइसक्यो। रेडी त भएको छैन है। चिप्स भयो, कुरकुरे चाहिँ मोलेको है। अम्ला छ यो अझ बिरे नुन हाल्नु पर्यो है। बिरे नुन हालेको स्वादै अर्को हुन्छ। अझ यो लप्सीको माड हाल्नु पर्यो क्या, अलिअलि हुन्छ नि त्यो दामी हुन्छ। के अरे लप्सीको माड के अमिलो हुन्छ कि, खै धेरै अमिलो होइन खानु सकिँदैन हो। त्यही भएर बिदाको दिन तिमीहरूलाई के खानुपर्छ है। ओके ल अब हामी कहाँ गएर खाने रे? माथि छतमा अहिले एकछिन बसी भेटौँला। ओके खाना हिँडेका है, कौशीमा पिकनिक खाना हिँडेका यिनीहरू है। अर्का चाहिँ पिकनिक खाना लगेर भ्यू हेर्दै पिकनिक खाने रे। ल है ल, यति अप्ठ्यारो भएर छ कि यहाँबाट माथि उकालो चढ्नुपर्छ। ल ल ल ग्लास लिएर आइज सिसाको जा आउनु। आउनु आउनु ग्लास र उसले आमा अविरल नजाऊ न, बिस्तार बिस्तार भाइ। ल ल है ल पुरै यो हेर्दै कौसीमा बसेर खाने रे यो बच्चाहरूले। लगाएर यो चोरी चोरी खाँदैछ है, यसले चोरी चोरी खाँदैछ है। यहाँ कौसीमा बसेर यिनीहरूको बिदाको पार्टी है, यो यिनीहरूको बिदामा खाने पार्टीहरू। है जानु पाइन्छ। काठमाडौँमा के राम्रो ठाउँ हुन्छ र, गाउँ जानु पाएर रमाइलो हुन्थ्यो होला होइन है। भोमिट आउँछ गाउँ जान पनि, कहाँ जाने हो गाउँ पनि, फेरि गाउँमा कोही छैन होला होइन। अनि हो नि त कति हावा लगाएर मौसम खतरा भयो है। पानी चिज अविरल हेर्न चिज। अहिले चाहिँ चटपटे खान्न रे, चाउचाउ खान्छु रे। अनि सबैजनाको चटपटे देखिसकेपछि चाहिँ म पनि चटपटे नै खान्छु, सबै खान्छु रे के अविरलले। भाग त सानो छ त चटपटेको, खाइन्छ है। ए है लास्टमा मलाई त यही प्लेटमा होइन, मलाई त बाटामै भयो। अविरल यस्तो झेली छ है, चिज चिज भन्ने अनि चाउचाउ खान्छु भन्ने, अनि फेरि ऊ पनि चाहियो अरे, सबभन्दा धेरै उसैलाई चाहियो अरे हो अविरललाई धेरै। ल ल ल लेट्स स्टार्ट टु इट, स्टार्ट चिजको। ल ओके ओके ल ओके हो ल ल खाइसु, ल खाइसु, खाऊ ल ल स्टार्ट। चस गर्दै ल, चस गरिसु ल ल ल गाडाङ गुडुङ भयो है। हो है, पानी पर्ला जस्तो भयो है कसले बनाएको चटपटी आज? आज। यस कसले रे अविरल? मिठो भयो यम्मी भयो है, यम्मी भयो अरू बेला भन्दा मिठो भयो हो, यम्मी अविरल।